हेलो साथीहरू, स्वागत छ यहाँहरू सबैलाई यो हाम्रो गुगल सिक्युरिटी ज्ञानमा। मलेसिया खुलिसक्यो साथीहरू, छिटो गर्नु न साथीहरू। सेलेरी बढेर अहिले तपाईँको चाहिँ 1700 थियो भने पहिला अहिले 1800-1900 पनि दिने गरेको छ कम्पनीले। 12 घन्टाको तपाईँको चाहिँ कति हुन्छ भनेपछि 8 घन्टाको 1700, 1800, 1900 दिन्छ भनेपछि अब त्यो 4 घन्टाको जोड्दाखेरि तपाईँको चाहिँ 2400, 2300, 2200 त्यो नर्मल सेलेरी हो अहिले मलेसियाको। तपाईँले चाहिँ खुद गुगलमा गएर सर्च गरेर हेर्न सक्नुहुन्छ कि मलेसिया लेबर सेलेरी भनेको त्यही नै हो। काम नजानेकोलाई लेबर भन्छ, काम जानेकोलाई इन्जिनियर, डक्टर, अब सफ्टवेयर जे पनि हुन्छ साथीहरू। र अहिले मलेसियामा जो पनि बसिरहेका छन् तिनीहरूले भन्दैछन् कि नआउनु, मलेसियामा एकदमै खतरा छ, सेलेरी पनि दिँदैन र काम पनि पाइँदैन, खाली बस्नुपर्छ, अब गएपछि नि काम लाग्न्न, दिँदैन कम्पनीले भनेर। यो सब यो भरम हो। त्यहाँ पहिला बसेका नेपालीहरूले चाहिँ त्यहाँ हामीलाई ओटी पाइँदैन, त्यो नेपालबाट धेरै मान्छे आयो भनेपछि भनेर त्यस्तो आइडिया गरेका छन् साथीहरू। त्यही तपाईँहरू चाहिँ जानु होला। मैले तपाईँहरूलाई पनि अन्तिममा एउटा एकदमै राम्रो कम्पनीको बारेमा जानकारी गराएर एउटा भिडियो, स्क्रिनसट भिडियो बनाएको छु। त्यहाँ सेलेरी कति छ र तपाईँको योग्यता के हुनुपर्छ र उमेर तपाईँको कति हुनुपर्छ, सेलेरी कति दिन्छ भन्ने बारेमा मैले सम्पूर्ण जानकारी बनाएर एउटा भिडियो, स्क्रिनसटमा लेखेको भिडियो स्क्रिनसट बनाएर हालेको छु। तपाईँले यदि मलेसियामा अहिले जानलाई 2 लाख 1.5 लाखसम्म पैसा लिइहाल्छ। कुनैले त अब सेलेरी बढेको छ भनेर अब 2 लाखभन्दा माथि पनि आउन सक्छ यो मेन पावर दलालहरूले। तपाईँहरू अब आफ्नो विचार गरेर जानु होला। त्यसले जति हुन्छ त्यति दिने कुरो हुन्न, अलिक घटाउन भन्नु पऱ्यो सबै मिलेर। अनि अलग अलग पैसा ल्याएको हुन्छ, कसले कति दिन्छ त्यति अनुसार दिन्छ, माग्छ दलालले। र साथीहरू, सिक्युरिटीमा नर्मल सेलेरी भनेको 8 घन्टाको 1700 मलेसिया रिङ्गिट हो साथीहरू। 1700 रिङ्गिट भनेको पनि एकदम धेरै हो। 1000को तपाईँको चाहिँ 30,000, 31,000 पर्छ। अनि तपाईँको त्यो 700 गर्दाखेरि तपाईँको च्याम्मै, अनि लगभग 12 घन्टाको जोड्दाखेरि तपाईँको 2200 पर्न जान्छ, 2200-2300। र साथीहरू, अहिले म तपाईँहरूलाई 2टा सिक्युरिटी कम्पनीको नाम बताउन गइरहेको छु। एउटा हो डेल्टा फोर्स सिक्युरिटी, अनि अर्को ब्लक हमर सिक्युरिटी, मलेसियाको एकदमै राम्रो कम्पनी र सेलेरी टाइममै दिने र ओटी पनि मिल्ने त्यस्तो कम्पनी हुन् दुईटा। र सेलेरी भनेको तपाईँको सुरुमा 1-2 महिना हातमै दिनेछ, त्यसपछि तपाईँको ब्याङ्क अकाउन्ट खोल्नेछ र तपाईँको पैसा ब्याङ्कमा हाल्ने छ। तर ब्याङ्कमा हाल्यो भनेपछि तपाईँलाई एउटा कार्ड दिन्छ। कार्डमा तपाईँले कसरी पैसा निकाल्ने भन्नु पर्दैन। तपाईँले 1, 2, 3, 4, 5 त्यस्तै नम्बर हान्नु होला। के अरे, पासपोर्ट एकदम नबिर्सने खालको सुरुमा, अनि पछि तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। अनि त्यो पासपोर्ट हानेपछि 2 चोटि हान्नुपर्ने हुन्छ तपाईँले। अनि त्यसपछि तपाईँले पैसा आरामसँग निकाल्न सक्नुहुन्छ। सुरुमा अलि नजानेको मान्छेलाई, नपढेको मान्छेलाई गाह्रै हुन्छ त्यो पैसा निकाल्न। तर अरू जानेको मान्छेलाई लाँदा पनि हुन्छ, के अरे, विश्वासिलो मान्छेले। नभए तपाईँ सुतेको बेलामा त्यसले कार्ड लगाएर पैसा पनि निकाल्छ। तपाईँले त्यो बेलामा उसलाई पासपोर्ट थाहा हुन्छ कि, त्यस कारणले तपाईँले चाहिँ पछि त्यो पासपोर्ट चाहिँ एटिएमबाटै चेन्ज गर्न मिल्छ। तपाईँले जानेपछि एटिएमबाट आफ्नो पासपोर्ट चेन्ज गर्न सक्नुहुन्छ साथीहरू। र त्यहाँ पहिला बसिरहेका सिक्युरिटी सेयरहरू एकदम भनेर बसेका हुन्छन् तिनीहरू। सेक्युरिटीलाई यस्तो गर, उस्तो गेट खोल, गाडी आयो, छिटो गर भन्नेले थर्काउने गर्छन् तिनीहरूले। तपाईँले टेन्सन नगर्नु होला। त्यहाँ 1-2 महिना काम गर्दै तिनीहरूलाई पनि थर्काउन सकिन्छ र तिनीहरूको सिटसम्म आफूले ल्याउन सकिन्छ। मालिकहरूलाई हातमा लिनु पऱ्यो, सल्युट गर्नु पऱ्यो, यस्तो गर्नु पऱ्यो, उस्तो अलिक टाइम देखाउने भनेपछि
तिनी मान्छेहरू आफै डढाएर साइड लाउँछन्। पहिला नयाँ नयाँमा आफू बोल्नु हुँदैन, कुन मान्छेले के भन्छ भनेर मात्रै सुनेर बस्ने र धेरै बोल्ने भनेपछि अलि तिनीहरूले लाउ पाउँछन्। यहीँ बोल्नु पर्यो भने एकैचोटि बोल्ने, तेरो काम के हो त्यो गर, मेरो काम म गर्छु भन्ने। त्यो आफूलाई आफ्नो आफ्नो काम दिएको हुन्छ। कुनैलाई गाडी चेक गर्न, कुनैलाई लेख्न र कुनैलाई गेट खोल्ने काम दिएको हुन्छ। त्यो आफ्नो आफ्नो काम गर्ने र आफ्नो टाइममा ड्युटी जाने, आफ्नो टाइममा घर आउने। त्यस्तै हो साथीहरू। यहाँ मैले स्क्रिनसटमा सेलेरी र उमेर र कम्पनी डेल्टा फोर्स सिगरेटको बारेमा मैले मेरो एउटा साथीले मलाई मेसेज पठाएको थियो र मैले यहीँ हालिदिएको छु। तर सम्पूर्ण जानकारी यसैमा दिनेछ, तपाईँले पढ्नु होला र तपाईँले मलेसियाको लागि एप्लाई गर्न सक्नुहुन्छ। मेलबारहरू धेरै नै छन् काठमाडौँ, पोखरा, अब जुन जहाँबाट पनि तपाईँ जान सक्नुहुन्छ। त्यही नै हो साथीहरू। अब अर्को भिडियोमा भेटौँला भन्दै म यस भिडियोबाट बिदा चाहन्छु। हस्, तपाईँ टेक केयर।